सो अहिलेको हालमा चाहिँ हामी यतातिर आगो पनि ताप्न थालि नै सक्यो है। एकदम चिसो चिसो छ मौसम, त्यही भएर अबको हालमा चाहिँ हामी आगो तापेर बस्नुपर्ने हुन्छ है। फ्यानको लाएर यस्तो पाराले एकदम चिसो चिसो मौसममा चाहिँ तातो तातो बनाउँदै ल हामी चाहिँ अब स्विजरल्यान्डमा आएर चाहिँ ठ्याक्क ओ ब्ल्याक टी खान लाग्यो है हामीले चाहिँ। मेरो चाहिँ भोटका हो, यता चाहिँ ब्ल्याक टी हो है। हामी चाहिँ ठ्याक्क स्विजरल्यान्डमा आएर चाहिँ अब ठ्याक्क लाएर बब्बाल गर्नुपर्ने हुन्छ। हेलो गाइज, गुड मर्निङ। अहिलेको हालमा चाहिँ हामी कालिम्चोक मन्दिर पनि जानै लाग्यो है। यहाँबाट चाहिँ तपाईँहरूले भ्यू देख्न सक्नुहुन्छ। हाम्रो रुमबाट चाहिँ यस्तो खतरा पारामा चाहिँ रुम देखि नै रहेछ। आमामा के हो, चिसोले घुमाउँदैन टाउको नै यार, जम्यो के क्यामेराको साल टाउकै घुम्दैन त। अहिले चाहिँ हामी भर्खर उठ्या भन्दा नि अघि नै उठ्या है। कस्तो देखिरहेको छ, आँखा नि यत्रो यत्रो फुलेर चिसोले। यहाँतिर चाहिँ भ्यू देख्न सक्नुहुन्छ। हाम्रो रुमबाट चाहिँ यस्तो बब्बाल भ्यू देख्छ है। कालिम्चोक मन्दिर चाहिँ ठ्याक्क माथि डाँडामा छ। अब हामी चाहिँ बिहानै मन्दिरतिर लाग्न लागेको। सो अहिलेको हालमा चाहिँ हामी रुम छोडेर जानुपर्ने हुन्छ है त। हाम्रो अब क्यामेराहरू चाहिँ कति छ भनेर यता फोटो खिच्न पऱ्यो नि त। यहाँतिर आइफोन, यतातिर सोनी, त्यसपछि अरू पनि फोनै फोन, अरू माइफोन। ल आउनु है। ल हामी चाहिँ अब ठ्याक्क रुमबाट पनि बाहिर निस्केर माथि जानुपर्ने हुन्छ है त। यहाँ चाहिँ धेरै नै चिसो रहेछ। बाहिरको भ्यू चाहिँ यस्तो छ है, बब्बाल तरिकाले। सबैजना चाहिँ माथि गइसक्नु भयो जस्तो छ है। यहाँतिर हाम्रो बाइक हेर्न सक्नुहुन्छ। पुरै बाइक स्टार्ट हुन्छ हुन्न त्यो चाहिँ थाहा छैन है। यस्तो खतरा पुरै हिउँ जमेछ। मैले हिजो बेलुका लेखेको थिएँ, अझै मेट्या छैन रहेछ। अरुण टिएमजी ब्लग यहाँतिर अझै मेट्या छैन। यस्तो बब्बाल तरिकाले अरट्ठै परेछ हौ। अहिले स्टार्ट हुन्छ हुँदैन यो चाहिँ अहिले हेर्नुपर्ने हुन्छ। हेलो सर, कस्तो भइरहेछ? एकदम रमाइलो। अब अहिले एकछिनमा घचेर्नुपर्छ कि थाहा छैन है तर हुन्छ होला जस्तो चाहिँ लागिरहेछ। तपाईँहरूले चाहिँ अलिकति अहिले एकछिनमा चिया खाएर हामी हिँडेपछि चाहिँ तपाईँहरूले देखाउने छ है। यतातिरको माहौल चाहिँ यस्तो छ। केबल कारहरू सरर जाँदैछ भने हामी चाहिँ एकछिनमा जान्छु। अहिलेको हालमा चाहिँ रेडी गरि नै सक्यो है। मास्तिर मन्दिरको नजिकसम्म जानलाई चाहिँ यस्तो आइस जमिरहेछ, त्यही भएर थोरै त तातो पानी हालिदिनु पर्यो। ल त्यति तातो पानी हालेपछि चाहिँ हाम्रो आइस पनि गइ नै हाल्यो है। ल सर्लक्कै गयो। ओ झन्नै मेरो त चाबी ल्याएको छैन नि। हाम्रो बाइक स्टार्ट चाहिँ अब गर्नुपर्ने हुन्छ। कतिको साथ दिन्छ अब हेर्नुपर्ने हुन्छ है त चाबी लिएर। अहिलेको हालमा चाहिँ एउटा बाइक चाहिँ हाम्रो स्टार्ट भइ नै सक्यो भने अब अर्को पनि बाइक चाहिँ स्टार्ट गर्नुपर्ने हुन्छ है। अब कतिको बाइकले साथ दिन्छ कालिम्चोकमा आएर भनेर चाहिँ हेर्नुपर्ने हुन्छ। ठ्याक्क लाएर अब स्टार्ट हानिदिन्छ है त। ए हुनु पर्यो है त स्टार्ट। है झन्नै भयो। भयो फाइनली हाम्रो चाहिँ बाइक स्टार्ट पनि भइ नै सक्यो। अब लाग्नुपर्ने हुन्छ है त मास्तिरसम्म हिउँभित्र। तपाईँहरूले चाहिँ अलिकति माथि पुगेर देखाउने छ है त। सलाई त हिजोको थियो त माथि छ। माथि पाउँदैन।
पूजाको सामानहरू चाहिँ यहाँतिर हामीले किन्न लागिरहेको छु ध्वजा यहाँतिर ध्वजा लान लागिरहेको छु है हामीले चाहिँ अब यो त पदम चल होइन हजुर पदम चाल यतैको कि सो यतातिर यति पनि किनि नै सक्यो भने अर्को ध्वजा पनि किन्दै हुनुहुन्छ दाइले चाहिँ अब लाग्नु पर्ने हुन्छ है त सो तपाईँहरूले चाहिँ देख्न सक्नुहुन्छ है यता कुरी भिलेजको भ्यूहरू चाहिँ यतातिर चाहिँ हिमालय यस्तो देखिरहेछ भने तलतिर चाहिँ यस्तो बब्बाल तरिकाले तपाईँहरूले देखाउँदै नै छु वाउ ल यस्तो छ है त केबल कार चाहिँ माथितिर यसरी जाँदैछ भने हामी चाहिँ हिँड्दै जाँदै नै छु अस्ति चाहिँ हिउँदरो परेर छ तर आज हामी आउँदा चाहिँ सबै बिलि नै सकिया छ है हामी चाहिँ यो डाँडामा पुग्नु पर्ने हुन्छ है त नजिकै छ त्यतिको त चढी नै हालिन्छ तर सास चाहिँ बढ्दो रहेछ कस्तो लागिरहेछ हौ सर हामी चाहिँ यसो बिस्तार बिस्तार लाग्नुपर्ने हुन्छ है त सो अहिलेको हालमा चाहिँ हामी यस्तो टेको टेको चाहिँ हिँड्दै नै छौँ है कालिम्चोक दर्शन गरेर फर्किनु पर्ने हुन्छ गीत थियो त कालिम्चोक दर्शन गरेर फर्केकै मैच्याङ्नी तर मैच्याङ्नी नै छैन रहेछ कोही यता त हट सब केबल कारमा भाग्दो रहेछ है मैच्याङहरू हामी चाहिँ तर चल्दिएको हिँडेर यहाँतिर चाहिँ के हो यस्तो यस्तो छ त ठिकै नै छ लाग्नुपर्ने हुन्छ बिस्तार बिस्तार उकालो तपाईँहरूले चाहिँ म अब सिधै माथि टपमा पुगेर मात्रै भेट्नेछु ल यहाँतिर पुगेर सास बढ्यो अलिकति त्यहाँतिर पुगेर भेट्नेछु है त लाली गुराँसको बोटै बोट चाहिँ रहेछ है तर फुल्नु चाहिँ फुलेको छैन रहेछ चिमाल लाली गुराँस हामी आउने बाटो चाहिँ हिजो यही डिलमुनतिर बबाल नै छ सो फाइनली हामी चाहिँ अब केबल कार राख्ने ठाउँमा चाहिँ आइपुग्न सक्यो अब लगभग 2 मिनटमा चाहिँ पुगि नै हालिन्छ कस्तो लाग्यो सरहरू भनिदिनुहोस् लु गाह्रो भइरहेछ है सास फुलिरहेछ गाह्रो भए पनि तर हामी हार मान्दैनौँ नि या गोर्खालीको छोरा हो नि हार मान्दैनौँ हामी कालिम्चोक माताले रक्षा गरून् सबैलाई भनेर तपाईँहरूको लागि मेरो लागि सबैको लागि घन्टी बजाएर हिँड्दै नै हाल्यो त देख्न सक्नुहुन्छ यहाँतिर चाहिँ सबैले सोचेको पुरा हो सबैले रक्षा गरून् घर परिवार सबैजनालाई माथितिर लाग्नुपर्ने हुन्छ अब चाहिँ या बब्बाल तरिकाले अब हामी चाहिँ ठ्याक्क मेन मन्दिरमा पनि आइपुग्यो है अबको हालमा चाहिँ यो ब्लगलाई मै सम्हाल्ने छु भर्खरसम्म चाहिँ दाइले साथ दिँदै हुनुहुन्थ्यो भने अबको हालमा चाहिँ म लाग्ने छु है त यतातिर तपाईँहरूले चाहिँ देखाउँदै अब फोटो खिच्न मिल्छ मिल्दैन त्यो चाहिँ थाहा छैन है सकेसम्म मिलेसम्म चाहिँ गर्नुपर्ने हुन्छ हेर्न सक्नुहुन्छ हामी चाहिँ यस्तो पारामा चाहिँ अब यताबाट चाहिँ उँधो भ्यूहरू हेर्न सक्नुहुन्छ बब्बाल एकदम खतरा तरिकाले अब चढाउने काम चाहिँ सबैतिर गर्नुपर्ने हुन्छ है हामीले चाहिँ जुत्ता फुकाएर गर्नुपर्ने रहेछ यतातिर चाहिँ अब जुत्ता फुकाएर हामीले चाहिँ ट्याक्क लाएर दर्शन गर्नुपर्ने हुन्छ है त तपाईँहरूले चाहिँ एकछिनपछि भेट्ने छु अब हामी चाहिँ ठ्याक्क मेन मन्दिर पनि आइपुगि नै हाल्यो है त यस्तो पाराको छ मन्दिर चाहिँ मन्दिरबाट भ्यू पनि बब्बालै देखिन्छ है एकदमसँगले यहाँ रहेछ नि त फोटो सो अहिलेको हालमा चाहिँ हामी यहाँतिर
मन्दिरमा सबै पूजा पनि गरि नै सक्यौँ है अहिलेको हालमा चाहिँ बालिसक्यौँ अब चाहिँ हामीले यो लुङदर चढाउनु पर्ने हुन्छ यहाँतिर हामीले लिएर आएको थियो है लुम्खै म टुप्पो समाइदिन्छु अनि टुप्पो अब चाहिँ हामीले यो लुङदरलाई चाहिँ यहीँतिर झुन्डाउनु पर्ने हुन्छ है त दाइले चाहिँ यतातिर झुन्डाउँदै हुनुहुन्छ ठ्याक्क लगाएर अब हामीले चाहिँ यतातिर झुन्डाएर चाहिँ लाग्नुपर्ने हुन्छ है त खुट्टा यस्तो चिसो छ नि चिसो एकदम चिसो छ है सो अबको हालमा चाहिँ हामीले सक्न पनि लाग्यो हमें यहाँतिर चाहिँ धुप पनि रहेछ यतातिर यस्तो छन् भने अब यहाँतिर धुप बाँकी थियो एउटा अब त्यही धुप चाहिँ बाल्नुपर्ने हुन्छ है त ल यो धुप चाहिँ यहीँतिर बालिदिन्छु है त म सो फाइनली हामीले चाहिँ पूजापाठ पनि सकि नै हाल्यो कालिम्चोक माताले चाहिँ सबैलाई रक्षा गरून् हामीले सोचेको पनि मागेको पनि सबै पुरा गरून् भन्ने साथ अब चाहिँ नरिवल फोर्नु पर्ने हुन्छ है त केटाहरूले यहाँ नरिवल फुटाउनु लाग्छ है अब चाहिँ पूजा सकेर पाल तरिकाले फोर्नु पर्ने हुन्छ है त आफूमा पनि आफूमा ल आज त्यहाँ मलाई नि चढाउ यसलाई पनि देता नि ल आज त्यहाँ राखिदेऊ त्यो त्यहाँ सररको हाल्ने ल हामीलाई भन्ने ल केटाले नरिवल फोर्ने प्रोग्राम पनि सकिहाल्यो माताको दर्शन पनि फाइनली पुरा भयो हामी जुत्ता लाएर चाहिँ हिँड्नु पर्ने हुन्छ है हात चाहिँ यस्तो भइ नै सक्यो हात त दुख्यो यार मेरो त हाम्रो पनि यस्तो भएको छ अरे झन्नै काटेको हाम्रो पनि यस्तो भएको छ के काटे रे झन्नै काट्यो नि हाम्रो पनि छ यस्तै भाइ ल अब अहिलेको लागि चाहिँ यहाँतिरको यति नै गाइज एकछिनमा चाहिँ बनाउने छु है त सो फाइनली गाइज चाहिँ अहिलेको हालमा चाहिँ हामी काठमाडौँ फर्किनै लाग्यो है अब ठ्याक्क कुरी भिलेजको दिक्की होटललाई चाहिँ छोडेर हामी ठ्याक्क लाग्नुपर्ने हुन्छ है त होटलको यहाँ साहु चाहिँ यहाँ दाइ हुनुहुन्छ हेलो गरिदिनु दाइ ल फेरि पनि आउने छु यता आयो भने होइन अब ठ्याक्क लगाएर हामी चाहिँ निस्किनु पर्ने हुन्छ है त ठ्याक्क यताबाट तपाईँहरूलाई म ठ्याक्क एकचोटि चाहिँ देखाइ नै हाल्छु है सबै लुगा सुकाएर यता त कस्तो यतातिर माहौल देख्न सक्नुहुन्छ है हिउँ पनि छैन है अहिले त कालिम्चोक माथि छ भने अब चाहिँ ठ्याक्क हामी निस्किनै लागेको सो तपाईँहरूलाई चाहिँ अलिकति तलतिर पुगेर चाहिँ भेट्ने छु है त